प्रविधिको युगमा मोबाइल एक अत्यावश्यक वस्तु बनेको छ। टोयलेट होस् या बाथरुममा हुँदा फोन प्रयोग गर्ने बानी धेरैको हुन्छ। यदि तपाईमा पनि यस्तै बानी छ भने अब त्यसो नगर्नुहोस्। टोयलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथि खेलबाड गर्नु हो। यस्तो बानीले मृत्यु पनि हुन सक्छ। बाथरुम वा टोयलेटमा मोबाइल प्रयोग गर्ने बानीले गम्भीर रोग निम्त्याइरहेको विशेषज्ञहरूको दाबी छ। टोयलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु टोयलेटभित्र प्रयोग गर्न नहुने विशेषज्ञहरूले सुझाएका छन्। जब तपाईँ टोयलेटमा फ्लस गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरू केही फिट माथिसम्म आउँछ, हावामा मिसिन्छ, जुन रोग सङ्क्रमणको कारण बन्छ। जति पटक फ्लस गर्नुहुन्छ उति पटक कीटाणु हावामा फैलने गर्छ। त्यसैले पनि दिशा बस्दा बोल्न हुँदैन भनिन्छ। यसको अर्थ बाथरुममा हुँदा मुख खोलेमा कीटाणु पस्छ भन्न खोजिएको हो। टोयलेटमा राखिएको पेपर होल्डरमा सबैभन्दा बढी कीटाणु बसेका हुन्छन्। धेरैजसोले आफ्नो फोन त्यही पेपर होल्डरमा राख्ने गर्छन्, जसका कारण ब्याक्टेरिया फोनमा सल्किन्छ अनि त्यही फोन हामी दिनभर हातले समात्छौँ, त्यही हातले खानेकुरा खान्छौँ। यदि तपाईँ टोयलेटमा फोन बिना बस्न सक्नुहुन्न भने स्पिरिटले फोनलाई बारम्बार सफा गर्नुहोस्, जसले गर्दा कीटाणुहरू तपाईँसम्म पुग्न सक्दैनन्। यो थियो टोयलेटमा मोबाइल फोन प्रयोग गर्नुहुन्न भन्ने बारे एक विशेष रिपोर्ट। यस्तै रमाइलो भिडियोहरू हेर्नका लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला।